सो ओके, अब हामीले अफिस प्याकेज सम्बन्धीको चाहिँ फाइनल क्लास लिएर आएको छौँ। यसमा हामीले कभर गर्ने चाहिँ यी कुराहरू हुन्। सबैभन्दा पहिला गुगल इनपुट टुल। सो यो हामीले टाइपिङ गर्दाखेरि चाहिँ गुगल इनपुट टुल भनेको चाहिँ यसरी तपाईँले सर्च गर्नुभयो भने विभिन्न साइटहरू आउँछ। त्यो मध्ये कुनै एउटा साइटमा जानुहोस्। मैले यो खोलेर चाहिँ यहाँ आइपुगेको छु। अनि यसलाई सर स्क्रोल गर्नुभयो भने तलपट्टि तपाईँले चाहिँ डाउनलोड भनेर देख्नुहुन्छ गुगल इनपुट टुलको। सो यसलाई हेर्दै जाउँ। सो डाउनलोड गुगल इनपुट नेपाली टुल। सो यसमा क्लिक गर्नुभयो भने यसले के गराउँछ त डाउनलोड गर्ने काम गर्छ। अहिले रिलोड हुँदैछ। सो डेस्कटपमा मसँग कम्प्लिट जिप फोल्डर डाउनलोड हुन लागिरहेको छ गुगल इनपुट टुल्स नेपाली भनेर। अब यसलाई मैले सेभ गरेँ। त्यसपछि गएर सेभ गरेपछि डाउनलोड गरेको कुरा यहाँ देखिन्छ। यसलाई कन्ट्रोल जे पनि गर्न सक्नुहुन्छ। कन्ट्रोल जे गरेर पनि डाउनलोड हेर्न पाइयो अथवा तपाईँ यहाँ क्लिक गर्दा पनि पाइयो। सो यो प्रोग्रेस भइरहेछ। 6 MB को रहेछ। एकछिन कुरम सकियो। सकेपछि यो कहाँ डाउनलोड भयो त नि भनेर हेर्नलाई तपाईँले यसरी फोल्डरको आइकनमा जानुभयो भने फोल्डरमा देखिन्छ। यो मेरो अहिले डेस्कटपमा छ। अनि यो त फोल्डर जिप लगाएको। जिपलाई त के गर्छ हामी अनजिप गर्ने भन्ने कुरो भएको थियो। सो एउटा नयाँ फोल्डर बनाउँछु यो डेस्कटपमा नै न्यू फोल्डर। अनि मैले यसमा गुगल लेखेँ। अनि त्यो गुगलभित्र चाहिँ त्यो अहिलेको लगेर राखौँला। सो अहिलेको हाम्रो जिप फाइल कता गयो होला पनि एकचोटि हेरौँ। गुगल इनपुट टुल हो। यसमा जी टाइप गरेर आइहाल्छ। यही नै फाइल हो। यसलाई मैले कन्ट्रोल एक्स गरेँ है भनेको यसलाई कट गरेँ। सो कट गरेर अहिलेको हाम्रो नयाँ फोल्डर जुन गुगल थियो त्यहाँ लगेर राख्छु। एउटा मात्रै फाइल भयो नि त मलाई सजिलो हुन्छ हेर्नुलाई। अनि राइट क्लिक गर्छु। राइट क्लिक गरेर यहाँ एक्सट्र्याक्ट अल लेखेको छ। यहाँ गएर क्लिक गर्छु। त्यो गरेपछि यसलाई एक्सट्र्याक्ट गर्ने। अनि त्यसपछि गएर तपाईँको जो एक्सट्र्याक्सन हुन्छ अलरेडी डाइरेक्टली खुल्यो। यसलाई बन्द गरेँ मैले। गुगल इनपुट टुल्स यहाँ खोल्दाखेरि तपाईँको दुईवटा फाइलहरू आउँछ। पहिला यो इनपुट टुल्स भन्नेलाई चाहिँ डबल क्लिक गरेर इन्स्टल गर्ने। मेरोमा त अलरेडी छ। मैले डबल क्लिक गरेको छु होइन। अनि यस भन्ने अनि त्यसलाई इन्स्टल हुन दिने है। सो यसरी के हुन्छ इन्स्टल हुन्छ। मसँग अलरेडी छ। रिबुट भनेको कम्प्युटर रिस्टार्ट गर्ने नगर्ने भन्नुलाई। सो नो आई विल रिबुटमै राख्ने यसलाई अनि फिनिस गर्ने। यति गर्दा के हुन्छ इनपुट टुल मात्रै आउँछ। फेरि नेपाली पनि चाहियो नि त। फेरि यसलाई डबल क्लिक गर्ने यसलाई इन्स्टल गर्ने। मेरोमा अहिले मैले अल्ट सिफ्ट गरेँ भने अलरेडी नेपाली आइरहेको छ है। त्यो भएर चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँले यसमा प्रब्लम हुँदैन है। मेरोमा अलरेडी छ। तपाईँले गर्नु पर्यो दुईटै कुरा चाहिँ के गर्नु पर्यो डबल क्लिक गरेर इन्स्टल गर्नु पर्यो। अब हामीसँग दोस्रो कार्यक्रम थियो के थियो त भन्दाखेरि सफ्टवेयर भर्खरै डाउनलोड गऱ्यौँ। गुगल इनपुट टुल भनेको एउटा सफ्टवेयर हो। त्यसलाई इन्स्टल भनेको डबल क्लिक गर्ने। अब अनइन्स्टल भनेको हटाउने। हटाएर पनि हेरौँ न त है त। सो म स्टार्टमा गएँ। त्यसपछि गएर कन्ट्रोल प्यानलमा गएँ। कन्ट्रोल प्यानलमा गएपछि यो खुल्यो। त्यसमा अनइन्स्टल अफ प्रोग्राम भनेको छ। यो भित्र जान्छु। त्यो भित्र गएपछि यसो हेर्ने हो नि यहाँनिर गुगल इनपुट नेपाली गुगल इनपुट टुल दुईवटा सफ्टवेयर इन्स्टल भइसकेको छ। यसलाई हटाउनु पर्यो। राइट क्लिक गर्दैछु। अनइन्स्टलमा गएर क्लिक गरेँ अनि यस भने। त्यति गरेपछि यो यहाँबाट हट सेक्सनमा इनपुट टुल इज अनइन्स्टल्ड सक्सेसफुल्ली हट्यो भन्दैछ। त्यो नेपाली पनि हटाउँछु अनइन्स्टल अनि ओके गरेँ। त्यो पनि मेरो यहाँबाट हट्यो। अब फेरि इन्स्टल गर्नको लागि अहिले मसँग त्यहाँ थियो के अरे फाइल होइन। पहिला यसलाई इन्स्टल गर्ने भने त्यो मैले यस गर्ने। अनि त्यसलाई चाहिँ तपाईँको आई विल रिबुट लेटर। अहिले मैले अल्ट सिफ्ट गरेँ भने मेरोमा यहाँ नेपाली देखिया छैन है। अब यो नेपाली इन्स्टल गर्छु। त्यसपछि देखिन्छ यस गरेँ। सम फाइल्स आर नट कपी सक्सेसफुल्ली के प्रब्लम भयो भनेको छ होइन। त्यहाँदेखि चेक गरौँ त आएको छैन। फेरि रिपिट गरौँ त्यसो भने यस। सो यहाँ केही बिग्रिरहेछ। त्यसो भने अब तपाईँले फेरि एकचोटि रिस्टार्ट गरेर गर्नुपर्ने हुन्छ। तरिका चाहिँ त्यो हो है। अब यसलाई अहिले काम सक्सेसफुल भयो भने यतिकै छोडौँ। मैले अनइन्स्टल गरेँ। इन्स्टल गर्ने तरिका पनि त्यही नै हो है। सेकेन्ड काम हेरौँ। त्यसपछि गएर डकुमेन्ट कन्भर्जन जेपिजीलाई पिडिएफ बनाउने। मसँग फोटोहरू छन्। स्क्यान गरेको फोटोहरू यिनीहरू छन्। अब यो 1 देखि 10 वटा फोटो कसैलाई पठाइदिने एउटा एउटा खोलेर हेर्न जाऊ हुन्छ। त्यसलाई स्क्यान गरेर पठाउनको लागि चाहिँ अब स्क्यान त गरे एउटै डकुमेन्ट निकाल्नको लागि पिडिएफ बनाउने भन्छन्। त्यो पिडिएफ बनाउने भनेको चाहिँ तपाईँले गुगलमा सिम्पल सो जेपिजी हो मेरो जेपिजी टु पिडिएफ भनेर सर्च गर्नु। यदि पिएनजी फाइल हो भने पिएनजी टु पिडिएफ भनेर सर्च गर्नु है। सो मेरो अहिलेको त्यो यहाँ खुलेको फाइलहरू यो के कस्तो फाइल हो भनेर हेर्नको लागि चाहिँ राइट क्लिक गर्न सक्नुहुन्छ। अनि यसको नि प्रपर्टिजमा गएर हेर्न सक्नुहुन्छ। सो मोर अप्सनमा गएँ म। अनि त्यसपछि यो तल सानो एरो देखिया छ। अझ यो एरो लिएर लास्टसम्म जाऊँ। प्रपर्टिजमा जाऊँ। जाँदा फेरि यो फाइल पिएनजी रहेछ। जेपिजी रहन्छ। जेपिजी भयो भने तपाईँको जेपिजी टु पिडिएफ भन्ने पिएनजी भएपछि यसलाई मैले पिएनजी टु पिडिएफ भनेर सर्च गरेँ। अब पिएनजी टु पिडिएफ भनेर आयो। यो सुरुको वेबसाइट खोलौँ। अनि त्यसपछि गएर चाहिँ अपलोड फाइल्स भनेको छ नि होइन। सो यहाँ जान पाइयो। त्यो फाइल चाहिँ मेरो कहाँ छ डेस्कटपमा छ। डेस्कटपमा गएर मैले चाहिँ त्यो एउटा एक्सटप भनेर बनाएको छु। त्यो भित्रको 24 वैशाखको सबै फाइल मैले कन्ट्रोल ए गरेँ है। कन्ट्रोल ए गर्दाखेरि के हुन्छ सबै सिलेक्सन हुन्छ।
अनि मैले यसलाई ओपन गरेँ। त्यसपछि फाइलहरू अपलोड हुँदैछ अनि एकछिन कुर्ने, सबै अपलोड भएपछि अनि यसले मलाई चाहिँ ल कम्बाइन गर्नु भन्छ है, 6 7 8। सो यो 10वटै भयो। अब कम्बाइन भएपछि यहाँ सानो एरो पनि दिएको छ नि डाउनलोड गर्ने। सो यसमा क्लिक गरेँ। त्यो क्लिक गरेपछि तपाईँको चाहिँ के भयो त भन्दाखेरि यो डाउनलोड हुने प्रक्रियामा छ। डेस्कटपमा मैले यसलाई सेभ गरेँ है। ओके हजुर सर, म पढाउँदै थिएँ त्यही भएर फोन रिसिभ नगरेँ। म एकछिन कल ब्याक गर्थेँ क्या। चेतनाको कुरा हो सर? छ हजुर, हुन्छ हुन्छ सर, हस् हस् हस्। ओके, सो यति गरेर जुन डाउनलोड गरेँ नि मैले होइन, अब यो यहाँ आएको छ होइन, यहाँ हेरौँ त। सो PNG टु PDF भनेर आयो नि होइन। सो यसलाई पनि म उसमा गएँ अनि त्यसपछि गएर चाहिँ यो यसलाई PDF डबल क्लिक गरेर खोल्यो भने अब मेरो यो सिङ्गल फाइलमा आयो कि है। यति भएपछि कति फोटोहरू चाहिँ तपाईँको चाहिँ बिग्रिने कुरो भएनन् होइन। पाउने मान्छेले अर्गनाइजरमा पायो है। एकदमै चाहिने कुरा हो यो। मैले चाहिँ धेरैचोटि अफिसियल काम गर्दाखेरि यो काम गर्नुपर्ने हुन्छ, दोहोरिएको काम हो यो। अनि पिडिएफलाई वर्ड बनाउनु पनि हेरौँ न, भर्खरै पिडिएफ बनाएँ मैले होइन। त्यो त तपाईँको के को फाइल थियो त भन्दाखेरि फोटै थियो। फोटोलाई चेन्ज गर्नु त मिल्दैन। हामी MS वर्डमा खोल्यौँ, त्यहाँ कुनै डकुमेन्ट बनायौँ है। मैले वर्ड खोलेर एउटा डकुमेन्ट बनाउँछु, त्यसलाई पिडिएफमा सेभ गर्छु अनि पिडिएफलाई चेन्ज गर्न मिल्दैन क्या, त्यसलाई चेन्ज हुने पनि बनाउँछु है। सो यसमा मैले इक्वल्स टु RAND र्यान सानो ब्राकेट ओपन क्लोज गरेर इन्टर गरेँ। यसैलाई कन्ट्रोल A कन्ट्रोल C अनि यसलाई म कन्ट्रोल V गरेर राख्छु। अनि त्यसपछि गएर एक पेजको मात्रै बनाऊ। अनि यो जुन बढी भएको पेजलाई पहिला पनि पढेको र डिलिट थिच्यो भने यो पहिला उता गरेको हट्छ। यसलाई सेभ गर्ने बेलामा फाइलमा गइने भयो, माथि गइने भयो है। सेभमा जाने, सेभमा गइसकेपछि तपाईँको कहाँ सेभ गर्ने हो, म चाहिँ डकुमेन्ट डेस्कटपमै राख्छु। अनि यो वर्ड डकुमेन्ट लेखेको छ नि, यसमा क्लिक गरेर यहाँ तपाईँको PDF लेखेको हुन्छ है। यो हुनको लागि विन्डोज 10 चाहिँ चाहिन्छ है तपाईँको। यो यदि 10 छैन भने अफिसको हुँदैन, अफिस 7 छ भने चाहिँ PDF आउँदैन है। सो PDF राखेँ मैले अनि अन द इन्सर्ट ट्याब जे राख्नु भयो, नाम राखेँ मैले टेस्ट भनेर अनि यसलाई इन्टर गर्छु। यो फाइल अपडेट PDFमा जान्छ है। सो डेस्कटपभित्रको टेस्ट फोल्डरमा पो गएछ त। सो नाम पनि तपाईँको TSC टेस्ट नै राख्छु अनि PDF फाइल भयो, यसलाई सेभ गरेँ मैले। सो सेभ गरेपछि के हो त, यो अहिले आयो। अब यो त चेन्ज गर्न मिल्दैन, मैले यहाँ लेखेर राखेँ। यो टाइप गरेको कुरा त हटाउन मिल्दैन PDF बनाएपछि। अब हटाउन पर्ने आवश्यकता भयो भने तपाईँले फेरि PNG टु के भन्थ्यो नि हामीले, त्यसरी नै PDF टु वर्ड भनेर सर्च गर्ने, PDF टु WORD वर्ड भनेर सर्च गर्ने अनि कन्भर्ट PDF टु वर्ड भनेर आयो होइन। सो यसमा जाउँ। यसमा चाहिँ हाम्रो अहिलेको फाइल अपलोड गर्नुपर्छ। अहिले मेरो फाइल कहाँ छ, डेस्कटपमा छ होइन। डेस्कटपको चाहिँ त्यहाँ टेस्ट भन्ने फोल्डरभित्र थियो। सो टेस्टभित्र जानु पऱ्यो। टेस्टभित्र गएपछि यो टेस्ट PDF फाइल यो भयो। यसलाई म तानेर ड्र्याग गरेर लिएर आउँछु, यहाँ ल्याएर छोड्दा नि भयो। अथवा यो नगरिकन तपाईँले सेलेक्ट फाइलमा गएर अनि फेरि तपाईँको त्यो डेस्कटपको चाहिँ त्यो टेस्ट भन्ने फोल्डरमा जान पनि पाइयो, यसरी ब्राउज गर्न पनि पाइयो। टेस्ट मेरो PDF अनि यो राखेर मैले कन्भर्ट टु वर्डमा गएर क्लिक गरेँ। एकछिनपछिले मलाई डाउनलोड गर्नलाई दिन्छ, एउटा सानो दिन्छ। सो यहाँ डाउनलोड वर्ड भनेर आयो होइन, यसमा क्लिक गरौँ अनि त्यसपछि गएर त्यो अहिले हाम्रो टेस्टभित्र लगाएर राखौँ यसलाई अनि यहाँभित्र गएर यसलाई सेभ गरेँ। यति गर्छु, यो आएर बस्यो। अब हाम्रो फोल्डर फाइलमा गएर हेरौँ, त्यहाँ गएर हेर्दा फेरि तपाईँको चाहिँ अहिलेको त्यो टेस्ट भन्ने फोल्डरभित्र यहाँ UMS वर्ड फाइल आयो। यसलाई डबल क्लिक गर्छु अनि यो गरेपछि अब यहाँ त तपाईँको चेन्ज गर्न पाइन्छ। यहाँ इनेबल एडिटिङ चाहिँ गर्नु पऱ्यो पहिला अनि अब यसमा गएर अब स्पेस दिएर यसरी काम गर्न पाइयो। ठिक छ, PDFलाई चेन्ज गर्ने तरिका। त्यसपछि अब अर्को हामीसँग के बाँकी छ त भन्दा ब्याकग्राउन्ड रिमुभर होइन। हामीसँग त भानुभक्त ढकालको फोटो छ होइन त है। सो अब मैले चाहिँ के गरेँ त भन्दाखेरि यो सिम्पल गुगलमा चाहिँ होइन तपाईँको चाहिँ ब्याकग्राउन्ड REMOV रिमुभर भनेर सर्च गरेँ। सो रिमुभ ब्याकग्राउन्ड भनेर सुरुको वेबसाइट लिने कति धेरै जुन लिँदा पनि हुन्छन् है। सुरुको लिएँ मैले अनि त्यसपछि गएर रिमुभ ब्याकग्राउन्ड अपलोड इमेज भनेको छ नि त, अपलोड गर्न नि पाइयो, ड्र्याग गर्न नि पाइयो। सो म त्यही डेस्कटपमै जान्छु। डेस्कटपमा भएको हाम्रो फोटो वाइट येल्लो के छ, यो भ्यूमा गएर लार्ज आइकन गरेँ, त्यो ठुलो देखिन्छ। ल यो फोटो भयो एउटा मैले चाहेको, अब यो भयो। यसमा पनि तपाईँको चाहिँ यो पछाडिको ब्याकग्राउन्ड छ नि अलिक सेतो टाइपको, त्यस्तो केही नहोस् भन्नको लागि पहिला यहीँबाट सुरु गरौँ न। यो लिएर आएँ मैले अनि यहाँ अपलोडमा लगाएर छोडिदिएँ है।
त्यो गरेपछि यसले त्यो ब्याकग्राउन्ड चाहिँ हटाइदिन्छ है। यसरी हटाइदिन्छ कि मसँग चाहिँ यो अहिले के छ त भन्दाखेरि लेखेको कुरा मात्रै छ है। अब मैले के गर्छु त तपाईँको चाहिँ लाइक डाउनलोड गर्छु है। प्रिभ्यू भनेको छ फ्री रे यतिमै राखेर अनि यहाँ पिएनजी इमेज भन्यो हाम्रो डेस्कटप उसमा गएर मैले यसलाई सेभ गरेँ। यो गर्दा फेरि के हुन्छ त भन्दाखेरि यो पिएनजी जुन चाहिँ कोठा कोठा अलिअलि भिजुअल छ नि त्यो कहीँ लगाएर राख्नु त्यो फोटोले चाहिँ देखिन्छ कि यो मात्रै देखिन्छ। त्यसैले हामीलाई यसमा खासै मजा आएन होला होइन। म फेरि यसको होम पेजमा गएँ, होम पेज भएको माथिबाट गएँ अनि त्यसपछि यसलाई क्लोज गरेँ यहाँको। अनि त्यो अहिलेको हाम्रो भानुभक्त सरको फोटो चाहिँ लिएर आउँ अनि त्यसपछि यहाँ ल्याएर अपलोडमा लगाएर छोडिदिउँ है। सो फोटो आएको छ, फोटोलाई अहिले प्रोसेस गरिरहेको छ एकछिन कुरम। अनि त्यसपछि गएर चाहिँ यो फोटोमा चाहिँ सर्लक्क हेर्नु त पछाडिको ब्याकग्राउन्ड हटेर आयो। अब डाउनलोड गरौँ अनि सुरुकै यो प्रिभ्यू फ्री प्रिभ्यूमा लगेर चाहिँ क्लिक गर्ने अनि यसलाई मैले चाहिँ फेरि यो डेस्कटपमै जता सेभ गरे नि भयो यही सेभ गरेँ। त्यतिपछि तपाईँको के भयो त अहिले हामीले निकाल्यौँ भन्दाखेरि ब्याकग्राउन्ड हटाउने काम गरेँ है। अब अर्को कुरा च्याट जिपिटी एकदमै चाहिने कुरो। जस्तो अहिले भर्खरै मैले तपाईँलाई एआई टुलको लागि पनि च्याट जिपिटीबाट खोजेर राखेको छु। च्याट जिपिटी कसरी सेटअप गर्ने त भन्दाखेरि म पहिला क्रोम खोल्दैछु मेरोबाट, क्रोममा गएँ। त्यसपछि तपाईँको कुनै आफ्नो एउटा क्रोम प्रोफाइल खोल्नु। मैले यहाँको कुनै एउटा कृपाको एउटा जिमेल खोल्दैछु अनि CHAT च्याट जिपिटी भनेर सर्च गर्नु पहिला है। अनि त्यसपछि सुरुको वेबसाइट खोल्दा हुन्छ। त्यो खोलेपछि यसले मलाई सबैभन्दा पहिला लगइन ट्राई भनेर दिएको छ। केही पनि नगरी तपाईँ सबैभन्दा पहिला तपाईँ के गर्नु पऱ्यो त सो ट्राई च्याट जिपिटीमा जानुहोस्। अनि त्यसपछि गएर तपाईँले आइको एकाउन्ट बनाउने हो। यहाँ साइन अप लेखाएको छ, साइन अपमा जानुहोस्। साइन अपमा गएपछि आफ्नो कन्ट्याक्ट एड्रेस दिन मिल्छ तर सिम्पली म जिमेल दिन्छु। मेरोमा जिमेल लगइन छ। कन्टिन्यू जिमेलमा गएँ, यही कृपा सुवेदीको इमेल, यही इमेल राख्दैछु। कन्टिन्यू गरेँ अनि फुल नेम मागेको छ जस्तो यो त्यो नानीकै नाम राखिदिन्छु कृपा। बर्थडे त मलाई थाहा छैन जति राखिदिने हुन्छ। 18 जस्तो लाग्थ्यो, 0/12/2001 राखिदिउँ है। कन्टिन्यू। सो यसरी डेट अफ बर्थ चाहिँ राख्नु पऱ्यो। डेट अफ बर्थ एटलिस्ट तपाईँको 16-18 वर्षभन्दा माथि हुनुपर्छ। म के भयो त अब यो चाहिँ लगइन भए कृपा सुवेदी एकाउन्टबाट तपाईँले नि आफ्नो जिमेल एकाउन्टबाट लगइन गर्न सक्नुहुन्छ अनि जे पनि सोध्न सक्नुहुन्छ है। च्याट जिपिटी भनेको अहिलेको लागि तपाईँले चाहिँ सबैभन्दा ठुलो भगवान मान्ने भयो। जे आएन भने पनि सोध्न गर्न सबै गर्न पाइयो है। तर अङ्ग्रेजी भाषा चाहिँ जान्नु पऱ्यो, सोध्ने चाहिँ इङ्ग्लिसमा हो है। एउटा केही सोधौँ न तपाईँहरूले लाइक जस्तो मतलब म केही कुरा भन्नु त ल, केही कुरा जान्न मन लाग्यो भन्ने जस्तो के भन्ने होला गोरो केमा त एपियरेन्स। ओके ल, हाउ टु WHITN वाइटेन है। यसलाई भबमा वाइटेन, हाउ टु वाइटेन DARK डार्क SKIN स्किन भनेर सर्च गरेँ है। सो त्यो गरेपछि सो स्किन वाइटेनिङ अर लाइटेनिङ इज अ सेन्सिटिभ टपिक एन्ड अफन कन्ट्रोभर्सियल स्पेसली समथिङ यो दिएको छ इम्पोर्टेन्ट नोट क्वेसन्सहरू दिएको छ। सेफ फिजिकल वे, युज सनस्क्रिन डेली होइन। सो SP30 एक्सप्लोरेसन सबै दियो नि होइन। एनिथिङ है तपाईँलाई चाहिएको कुरा भिटामिन C होइन। सो तपाईँले डाक्टरकै कुरा पनि सबै कुरा यहाँ खोजेर निकाल्न सक्नुहुन्छ है। मलाई यस्तो भएको छ के गर्नु ठिक होला हजुर है। अब यो यसरी तपाईँले उ गर्न पाइयो होइन। च्याट जिपिटी भन्ने चाहिँ त्यो। अब हामीसँग एकदम इम्पोर्टेन्ट एआई टुल्स फर अफिस जुन मैले यहाँ अगाडि नै निकालेर राखेको छु च्याट जिपिटीबाट नै, यसलाई हेरौँ है। सो केही चाहिँ तपाईँको चाहिँ लाइक अनलाइन एआई उहरू चाहिँ हामीसँग के छ यो humata.ai हेर्नु है। आस्क अबाउट एनी डकुमेन्ट है, अपलोड PDF and you can ask it where are the main finding, what are the main finding, summarize section। लामो किताब PDF पाउनु हो, पढ्नु पर्यो। त्यो पढेर नभ्याउने समय छ भने छिटो पढ्नको लागि चाहिँ यो इम्प्रुभ यो चाहिँ मजाले युज हुने रहेछ। गरी हेरौँ न है। मैले चाहिँ अब यसमा humata.ai भनेर सर्च गरेँ है। सो आस्क टु क्रिएट डकुमेन्ट भनेको छ अनि अब साइन अपहरू गर्न लाउन सक्छ होइन। तपाईँको चाहिँ यसमा गएर आस्क क्वेसन्स अक्रस अल फाइल्स अपलोड गर्नु पर्यो। अब यसले हामी यहाँ गेट स्टार्टेडमा जाउँ अनि अकाउन्ट बनाउँदा मैले जिमेलबाटै बनाउँछु। अहिलेको जस्तै अकाउन्ट बनाउने तरिका भनेको कन्टिन्यू। यहाँ एउटा PDF राखेर अनि क्वेसन सोध्ने काम गरौँला। ड्र्याग ड्रप अपलोड फाइल भनेको छ नि होइन। कुनै एउटा किताब चाहिँ डाउनलोड गरौँ न पहिला है। सो मैले चाहिँ तपाईँहरूको हेल्थ सम्बन्धी नै कुनै एउटा किताब चाहिँ डाउनलोड गर्छु है त। सो डाउनलोड
हेल्थ बुक भनेर सर्च गरेँ, फिजिकल केपी आर्ट पीडीएफ र एउटा पीडीएफ बुक आयो हैन 224 पेजको फिजिकल एन्ड द क्रिएटिभ आर्ट्स भनेर ग्रेड 8 8 कक्षाको किताब रे हैन। सो यसलाई मैले यहाँ क्लिक गरेँ, यो डाउनलोड हुन्छ। अनि डेस्कटप टेस्टतिर राखौँ केही फरक पर्दैन। अनि अब आइको हाम्रो त्यो एआई टुलमा जान्छु यो हैन त। अनि ड्र्याग अर ड्रप अपलोड अ फाइल हैन, अपलोड अ फाइलमा गएँ म टेस्टमा यो नम्बर भएको पीडीएफ हो। अनि त्यसपछि गएर ओ योर फाइल साइज इज टु बिग फर आवर फ्री प्लान रे, हामी त फ्री प्लान हो पैसा दिनु त होइन। सो त्यो भएपछि सानोतिनो डकुमेन्ट राखेर चाहिँ तपाईँले क्वेसनहरू सोध्न गर्न मिल्छ है। सो यो चाहिँ अब यो हामीले अहिले चाहिँ पुरा गरेन। अर्को रहेछ eli.ai ले के गर्छ, राइट स्मार्ट इमेल रिप्लाइज बेस्ड अन योर स्टाइल रे है। इट रिड्स द थ्रेड एन्ड सजेस्ट कन्टेक्चुअल रिप्लाइज बेस्ड अन हाउ यु युजली रेस्पोन्ड। तपाईँले इमेल लेख्नु पऱ्यो भने होइन मलाई यस्तो यस्तो मेल लेखिदियो भनेपछि उसले चाहिँ लेखिदिन्छ है। सो अहिले जस्तै गरेर चाहिँ हेर्नु होला रिवाइन्ड एआई भनेको छ। सो योर सर्चेबल मेमोरी फर एभ्रिथिङ डिजिटल। सो यसले भने चाहिँ रेकर्ड्स एभ्रिथिङ यु डु अन कम्प्युटर ब्राउजिङ मिट सबै गरेर हेर्नु होला। सो गामा एप यो रेकर्डेड छ स्क्रिन, त्यसलाई चाहिँ रोकेर हेर्न सक्नुहुन्छ। क्लिप्स एआई भनेको छ रिमुभ्स ब्याकग्राउन्ड रे ब्याकग्राउन्ड नोइज फ्रम कल्स। कल रेकर्डिङ गर्नुभयो त्यसको ब्याकग्राउन्ड नोइज हटाउनु पऱ्यो भने यसले चाहिँ तपाईँलाई काम गर्ने भयो। अर्को क्लकवाइज भनेको चाहिँ अब एआई क्यालेन्डर एसिस्टेन्ट द्याट फाइन्ड्स फोकस टाइम, तपाईँको चाहिँ डेटहरू फिक्स गर्ने किसिमको क्यालेन्डरको चाहिँ एआई है। अर्को फ्लोराइड भनेको छ वान लिनियर फुल इमेल आउट रे डिक्लाइन पोलाइटली लेखिदिनु भने यो पनि तपाईँको इमेलको टुल भयो, इमेल गरिदिने कुरा। सो अर्को लोका लेखेको छ एआई लोगो अनि ब्रान्डिङ किट। लोगो बनाउने धेरै टेन्सन हुन्छ नि त होइन, यहाँबाट नि लोगो बनाउन मिल्छ अरे। अर्को टम डट एप भनेको छ स्टोरी टेलिङ विथ एआई रिपोर्ट पिचेस पोर्टफोलियोज। अब कम्बाइन्स टेक्स्ट भिजुअल लाइभ डेटा भनेको छ गरेर चेक गर्नु होला है। अर्को ब्राउज एआई के भनेको छ यसले स्क्रैप एनी वेबसाइट भिजुअली विदाउट कोडिङ। सो त्यो वेबसाइट बनाउने कुरा भयो। यिनीहरू चलाएर चाहिँ एकचोटि हेर्नु होला है सबैको चाहिँ के हुँदो रहेछ भन्ने कुरा चाहिँ। अब त्यो पछि अब अर्को हामीसँग एउटा क्यानभा डिजाइन चाहिँ एकदमै चाहिने कुरा। क्यानभा भनेको चाहिँ एआई टुल हो जुन यहाँ त अहिले देखिएन होइन। तपाईँले चाहिँ म अहिले कृपाको अकाउन्टबाट गर्छु किन मसँग अलरेडी क्यानभा एकाउन्ट छ। CANVA क्यानभा भनेर सर्च गर्ने है, एकदम रमाइलो छ है यो चाहिँ। तपाईँलाई डिजाइन अलिक बनेकै आउँछ। सुरुमा साइनअपमा जानु पऱ्यो, त्यसले अटोमेटिक मलाई चाहिँ साइनअप गरिदिनु सोचेर भने मैले है त्यति बनिसकेपछि यसको फ्री भर्जनले नि तपाईँलाई चाहिँ धेरै काम सजिलो बनाइदिन्छ। सो यो रिलोड हुँदैछ। मानलि मलाई फेसबुकको पोस्ट गर्नु पऱ्यो है, फेसबुक पोस्ट भनेको भर्टिकल हुन्छ होइन त। सो वाट विल यु बी युजिङ क्यानभा फर, सुरुमा कसरी युज गर्ने भनेको छ अब आफ्नो के हो त्यो अनुसार गर्न मिल्यो होइन। अहिले जे राखिदिने हुन्छ। मैले यतिकै तपाईँको चाहिँ यो चुज गरेँ टिम मेम्बर अनि कन्टिन्यू यतिकै गर्ने एउटा लिनै पर्छ अरे डिजाइन कन्टिन्यू यो जे गर्ने हुन्छ है। तपाईँको स्किप चाहिँ स्किपै गरिदिइहालौँ, हामीलाई छिटो डिजाइनतिर जानुपर्ने छ। अब वाट विल यु डिजाइन टुडे भनेको छ नि त होइन। सो डकुमेन्ट गर्ने कि व्हाइट बोर्ड गर्ने कि प्रेजेन्टेसन बनाउने कि सोसल मिडिया गर्ने कि अब मलाई सोसल मिडिया गर्नु परेछ। सोसल मिडियामा जान्छु होइन, गर्ने के टेम्प्लेट अलि दिएको छ। इन्स्टाग्रामको लागि हो कि फेसबुक पोस्ट भनेको यो खालको डिजाइनको लागि अब इन्स्टाग्राम स्टोरीको लागि एउटा डिजाइन तपाईँले चुज गर्ने। इन्स्टाग्राम पोस्ट भनेर राखेँ मैले, अनि त्यो मतलब भर्टिकलवाला फेसबुकलाई पनि हुने। अनि त्यसपछि गएर मलाई चाहिँ केही लेख्नुपर्ने छ। अब यहाँ टाइप साइप गर्न पनि भयो डिजाइन गर्नलाई, तर त्यो टाइप गर्नुभन्दा तपाईँले सिम्पल यहाँ आएर हजुरले कुनै चाहिँ के अरे लाइक उलिदिनु है, के अरे प्याटर्न कस्तो राम्रो प्याटर्न रहेछ यहाँनिर मलाई मन। अनि यो हरेकको फोटो चेन्ज गर्न मिल्छ। जस्तो मैले चाहिँ अब अर्को फोटो राख्नलाई पहिला सुरु म अपलोडमा जान्छु, म अपलोड फाइलमा जान्छु, केही फोटोहरू राख्छु मेरो आफ्नो ठाउँबाट डेस्कटपमा गएँ। अनि त्यसपछि गएर यो भ्यूमा गएर यसलाई ठुलो बनाउँछु। अनि त्यसपछि यो फोटो हाम्रो भानुभक्तको होइन मेरो आफ्नै फोटो पनि मैले 3टा फोटोहरू चाहिँ अपलोड गरेँ। अनि म यसलाई यहाँ बन्द गर्दैछु, यो चाहिएन। अनि त्यसपछि अहिलेको यो प्याटर्न सुरुको प्याटर्नमा चाहिँ अपलोड हुँदै गरेको मध्येमा यो फोटो लगेर यहाँ राखिदिन्छु। यहाँ आयो नि होइन, यसलाई सार्न मिल्छ मिल्दैन जस्तो त्यो फोटोमै राखिदिएँ मैले। फोटो मुक्त हुँदो रहन्छ है। अब हाम्रो भानुभक्त सरको चाहिँ लिएर आएर यहाँ ल्याएर राखिदिएँ मैले, यहाँ होइन कि यो भित्र है, ठिक छ। अनि यो अर्को उसमा चाहिँ ल मेरो आफ्नै यो घरको फोटो ल्याएर राखिदिन्छु। यसरी चाहिँ डिजाइनहरू कति सजिलो भयो नि त होइन। तपाईँहरू भिटामिन एहरूको के राखेर बनाउन सक्नुहुन्छ नि त होइन। सो यसरी तपाईँले के गर्न सक्नुभयो त, म कहाँबाट आएको थियो हजुर छिटो भयो सक्यो त काम त है। अनि त्यसपछि तपाईँले अब यो काम सकियो भनेपछि सेयरमा जाने है। अनि यहाँ कपी लिङ्क लेखेको छ नि, यो परेन सबै डाउनलोड हो, डाउनलोड गरेर क्लिक गर्नुहोस्। यो PNG फाइल भनेको छ, मैले ओके गरिदिएँ डाउनलोड गरेँ। अनि त्यसपछि गएर एकछिन कुर्नु पऱ्यो, PNG अनटाइटल बनाउँदैछ अरे, डाउनलोडिङ भइरहेछ होइन, एकछिन कुर्ने।
अनि त्यसपछि गएर यहाँ हेर्नु त यहाँ देखिया छ यसमा जाउँ अनि यसलाई म यो उसमा गएँ के अरे कहाँ छ मेरो फाइल भनेर यतिको डिजाइन त मैले त उतिखेरै बनाएँ त होइन भित्रको कन्टेन्ट हजुरको इच्छा जे राखे पनि यसरी क्यानभाबाट उतिखेरै डिजाइन बन्छ है सो सबैचोटि खेलाएर हेर्नु होला सबै खेल्ने चिज हुन् होइन सो अनि इलिमेन्टहरू छ टेक्स्ट छ तपाईँको चाहिँ यो अपलोडमा गएको थिएँ म फेरि डिजाइनमा गएँ होइन मलाई अलि अर्कै किसिमको डिजाइन चाहियो यहाँ तपाईँले हेर्नुहोस् यो लेखेको पनि कस्तो राम्रो छ धेरै गरेर लेखेको गर्नु पऱ्यो भने सो ट्राइड फर फेरि प्रो रहेछ है प्रो भर्जन भनेको चाहिँ हामी पैसा तिर्नु त होइन के अरे त्यहाँनिर जुनमा चाहिँ तपाईँको चाहिँ यो अपग्रेड टु युजर नेम भनेको छ यसमा ड्र्याग गरेर चाहिँ जुन प्रो लेखेको छ नि प्रो भनेको चाहिँ पैसा तिर्ने प्रो नलेखे यसमा छैन यहाँ चाहिँ यो युज गर्न पाइयो फेरि यहाँ पनि छैन यो पनि युज गर्न पाइयो यसरी चाहिँ तपाईँले इन्डिभिजुअल फोटोहरू यो यहाँ लेखेको मेसेजहरू सबै चेन्ज गर्न सक्नुहुन्छ है यो भनेको के भयो त छिटो उतिखेरै डिजाइनहरू बनाउनलाई सजिलो भयो क्या होइन सो यो यतिले चाहिँ हाम्रो काम सकिन्छ अब मैले चाहिँ यसलाई बन्द गरेँ म रिपिट फेरि गरौँला है